हेलो नमस्ते झोरले तासुदले स्यारो लासो फ्यापुल्ला माया तपाईहरु सबैलाई खुलम खुल्ला हैन। अनि हामी चाहिँ आज मेरो दिदी र म आइसकेका छौँ। आज चाहिँ अब कति कामको मात्रै ब्लग लिएर आउनु भनेर चाहिँ हैन, आज चाहिँ अब कन्स्ट्रक्सन लाइनको पनि अब धेरै ब्लग आइसकेको छ। अनि आज चाहिँ यता दिदीकोतिर आएको छु, त्यही भएर चाहिँ लन त एउटा चाहिँ के अरे ब्लग बनाऊ हैन, मुकबाङ भिडियो ल्याउँ भनेर चाहिँ हामी अब लिएर आउँदैछौँ। अब हेर्दै जानुहोस्, इन्जोय गर्नुहोस् हैन। नयाँ साथीहरू जोडिनु होला त्यही भन्न चाहे है त साथीहरू। ल नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु त भाइलाई अनि मलाई पनि ल। यहाँनिर अब खानेकुरा देखिहाल्नु भयो, यहाँ चाहिँ हामीसँग एक्स्ट्रा छ। को म त बिर्को बोल्न लाग्यो। ल साथीहरू हेर्दै जानुहोस्, इन्जोय गर्नुहोस्। ल चेयर्स गरौँ न। चेयर्स ल सुरु। खोइ काट ल गाइस, फर्स्ट बाइट है त खाएला अन। दिदीभाइको चाहिँ सँगै फर्स्ट मुकबाङ हो गाइस, दुइटै फोनमा हाल्नु है यो चाहिँ। अनि पहिला चाहिँ मोमो भाइले 5 प्याकेट च्यालेन्ज मेरैमा लगाएको छ कि सिङ्गल। म पिरो जब भन्छ कति भएन। सेलाएर केही छैन। अनप्लानको यो सिरानी खोल्दा रुन थाल्यो गाइस। पिरो 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 त्यो पिरो न पिरो हालेर अगाइसक्यो त। मोमो सेलाएर धोस्दै भइसक्यो। खाना अन्त त खान्थिस् त हौ, 5वटा त जोडेको खान। आज मोमो अन्डा सयमा 2 किलो आयो गाइस हाम्रोमा। मलाई जहिले यही भइहाल्यो, डिस्टर्ब भयो। कहिले को पऱ्यो आमा फेरि उठेर पनि हाम्रो पछाडि चाहिँ मम्मी हुनुहुन्छ, बोल्न नपाएर। क्यामेरा पछाडि हो, बोल्न नपाएर साह्रो। देखाउनु पर्छ नि त। माथि हेर्छ सँगै मिलोमा तल खस्दैन। दुईटा क्यामेरा र कता बिर्सिरहनु। अन्डा कतिवटा खाइस हौ अन्डा? मैले कतिवटा 2 मैले एउटामा दादा मैले 2टा खाइसकेँ। अब 3वटा चल 2टा खाइसकेँ। आयो तरकारी आयो। यहाँ चाहिँ यस्तो खतम हो। दुईटा माइक भएको है, झन् कस्तो दामी हुन्छ है। Pero me encanta.
यही छ त्यो जन्ममा अलि राम्रो आउँछ चपाको राम्रो आउँछ क्या खाएको खाइसकिँदैन जस्तो लाग्दैछ सक्नु चाहिँ पर्छ है मलाई त कस्तो सेतो देखेको थिएँ चारो राखिसक्यो बनाउँदा म दुईटामा चाहिँ हाँसेन हौ जम्मा टोटल 10 वटा हो नि तैँले कतिवटा खाइस मैले 3टा खाइसकेँ जस्तो लाग्छ पिरो त्यस्तै महिला चाहिँ कति खुसी लागेको त्यो पछाडि फेसमा पनि चट्ट काटेर मम्मीलाई हाल्न लानुपर्छ है साह्रो डर गर्नुभयो कि नदिने कि म दिनु एडिट गरेर वाट्सएप छैन फेरि मम्मीको मैले त धेरै खाइसकेँ नि म अगाइसकेँ तर क्यामेरा राख्ने स्टाइल चाहिँ तेरोमा राम्रो छ नि थाहा त्यति बेला ए भित्ताको कपडाहरू पुग्यो ल ठिक छ हाबल गरेर नभए मोमो खानु पर्दैन थियो नि त सबै बनाएको क्या गाई भाइ नभए दिदीभाइ भएर मम्मी पनि हेल्प गर बिचरा माछा मासु खानुहुन्न र के भयो गल्यो है साथीहरू खोल्दै होला आँखाबाट आँसु चुन मात्र नखाएको मम्मीलाई पनि राख्नुपर्छ कोक तर यति छ अलिकति खानुपर्छ मम्मी अर्को रोटी चाहिँ आँखा चिम्लेर क्या आँखा बनाएर ब्ल्याङ्क उतै तिमीहरूको बनाउँदैछ हौ अब छ्या अचार पनि निल्दैछ राम्रो छ भने चाहिँ पिस चाहिँ काटेर अरे अगाए गाइस अगाए यस्तै रुँदै रुँदै खान्छ सरी गाइस सरी अलि यता आएर रुन हौ मेरो क्यामेरामा त कैद भइनस् अलि यता उठ्दा जिस्केर बस्छ खाना कति खाँदैछ साँच्चै पिरो भयो नि दुईटा तिनटा चारवटा आउँदैन दुईटा मोमो
नाकतिर पिरो गयो मेरो त हात भइहाल्यो नि लास्टै अब चाहिँ पिरो र उसले मलाई पनि हाँसी हाँसेको है म पनि हाँसेँ मैले थाहा पनि अचार माथि माथि ट्याक हाल्दै नि त झन् पिरो भयो अब गर्न उसले खाना कम कम आँखै बन्द गरेर खाइदिए फ्याल्नु हुँदैन कान्छ मरि एउटा ल्याउ न टिस्यु पेपर लिएर त्यसो अस्ति भान्जामा मैले सानो यसले गर्नु त यदि चाहिँ डर गरे फेरि यो भरे यो यदि गर्दा चाहिँ जुम बनाएर गर्नुपर्छ है हेर्छ भित्ता देख्यो तेरोमा त झन् यता पनि यस्तो ठ्याक्क अलिकति जुम सरी सर्के च्यालेन्ज गर्न नसक्ने जस्तो त मसँग किन नसक्नु के लाडो गरेर त्यतिकै देख्यो खाइछु त्यही गरेर नि मजा नखाएको त जस्तोमा ढिलो खानेर म खाएको त्यही गरेँ क्या भोलि ठुलो भएर म त सक्दिनँ होला कोक धेरै हामीले सकेको छ त्यही त भयो त त्यही भएर म कोक खान्दिनँ कसलाई नि बढी भयो कसलाई गऱ्यो फ्याल्ने क्या मिठो साह्रै मिठो मिठो साह्रै मिठो खाता लु बाहुबली ओ यहाँ धेरै त तेरो फोनमा हेरेर कति धेरै भयो ल साथीहरू अब आजको भिडियो चाहिँ यति नै है अब अघि नै भर्खर अब खाना 2.5 घन्टा अगाडि खाएको अनि कहाँबाट रुच्छ होइन सुँगुरलाई त्यति साह्रो रुच्दैन अनि मान्छेलाई रुच्छ त त्यो भएको कारणले त्यो भएको बातमा चाहिँ अब अनि खाइसकेन नत्र त म एक दिनले खाइसक्ने अब भिडियो के कस्तो लाग्यो मुकबाङ भिडियो फर्स्ट टाइम हो यसकोमा चाहिँ पकाएको खाएको देखाएको सबैलाई तर मुकबाङ चाहिँ फर्स्ट टाइम हो सबैले माया गरिदिनु होला भाइलाई यति भन्दै आजको भिडियोबाट बाई बाई